श्रीमानले दिनरात पढेको पढाइ गरेपछि श्रीमतीले डिभोर्स दिएकी छन्। भारत मध्य प्रदेशमा हाल सालैको विवाहपछि पनि पति पढाइमै व्यस्त भएर आफूलाई ध्यान नदिएको भन्दै पत्नी घर छाडेर माइत हिँडेकी छन्। औपचारिक शिक्षामा विद्यावारिधि गरिसकेका पतिले सरकारी जागिरका लागि दिनरात पढेको पढाइ भएपछि पति पत्नी बीच सम्बन्ध विच्छेदको अवस्था आएको हो। पतिले सरकारी जागिरका लागि यूपीएससी र प्रदेश स्तरीय विभिन्न परीक्षाको तयारी गर्ने गरेका थिए। पतिले आफूलाई ध्यान नदिएको र बेवास्ता गरेको भन्दै पत्नीले पतिलाई छाडेर गएकी छन्। स्थानीय जिल्ला कानुनी सेवा केन्द्रीय परामर्शदाता नूर निसा खानका अनुसार युवक परिवारका एक्ला छोरा हुन्। घरमा अभिभावक बिरामी भएपछि स्याहार सुसारका लागि युवकले विवाह गरेका थिए, तर विवाहपछि पढाइको चक्करमा परेर पत्नीलाई बेवास्ता गरेको उनीमाथि आरोप छ। पत्नीले घर छाडेर गएपछि युवकले सम्बन्ध विच्छेद तलाकको मुद्दा दर्ता गराएको समाचार भारतीय सञ्चार माध्यम आज तकमा प्रकाशित छ। युवकका अनुसार पत्नी घर छाडेर गएपछि सम्पर्कमा समेत आएकी छैनन्। आफन्त नातेदारले धेरै प्रयास गर्दा समेत समाधान ननिस्केपछि तलाकको मुद्दा दर्ता गरिएको युवकले जनाएका छन्। परामर्शदाता खानका अनुसार तलाकको सुनवाईका क्रममा सकभर उनीहरूको विवाहलाई बचाउने कोसिस गरिनेछ।